चाहिँ हाम्रो 3टा बस छ दिनसँग एउटा 2टा अनि उ त्यहाँ 3टा लाइफको फर्स्ट टाइम देखेँ अहिले यस्तोतिर के छ सन्चै हो ढुकर सो हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग इट्स मी अभिषेक नेपाली आई होप तपाईँलाई पनि सन्चै होला मलाई पनि एकदमै सन्चै छ गाइज है अनि आज चाहिँ हामी बागलुङ पञ्चोलमा हिँडेको है अनि सो हामी चाहिँ 2टा बाइकमा हिँडेको टक्क होइन आजको वेदर चाहिँ दामी छ गाइज किनभने हल्का बेलुका पानी परेको थियो यो अप्ठ्यारो बाटो चाहिँ दामी तरिकाले झऱ्यो अहिले चाहिँ पिचमा छौँ हामी अनि टक्क क्रिसको बाइक अहिले मेरो बाइक अनि हामी 4जना भएर चाहिँ अब कुसमा जान्छौँ कुसमा गएर कपाल सपाल काट्छौँ यताउता अनि त्यसपछि फेरि बागलुङ जानुपर्ने हुन्छ सो त्यही हो यहाँ अलिकति बाइक पनि अलिकति देखाउनु पर्ने छ ग्यारेजमा बाइक देखाउँछौँ अनि त्यसपछि त्यही हो अब बाइक म त धुन्न अनि त्यसपछि त्यही गर्छौँ होइन गाइज सो त्यही हो अब के भन्नु अरू चाहिँ यहाँबाट यो बाटो चाहिँ सुरक्षित साथ आइयो अब यहाँबाट पनि सुरक्षित गइन्छ होइन त्यही हो ल अब बाटोमा टक्क अलिअलि भिडियो बनाउँदै जानुपर्ने हुन्छ सो त्यही हो है ल अब अहिले भेटौँ ल सो राइट गाइज अहिले चाहिँ हामी यहाँ फलेवा सारेर कपडा चेन्ज हानिसकेँ मैले अनि सो अहिले चाहिँ चिया खाँदैछौँ होइन क्रिसले चाहिँ बाइक उहाँ धुलाएर राखिसकेछ अनि मेरो बाइक चाहिँ यहाँ छ केटाहरू यता बसिरहन् यता चाहिँ आन्टीहरू हुन्छ है टिभीमा आउँछ टिभीमा आन्टी अनि सो अहिले चाहिँ मैले चिया खाँदैछु है केटाहरूले पनि चिया खाँदैछन् सो चिया खान्छ अनि अलिकति बाइक देखाउनु थियो यसले धुन्न थियो क्या बाइक मैले खास केही देखाइनँ मैले धुन्न सो राइट गाइज अहिले चाहिँ हामी यहाँ पुल पारि आइसक्यौँ पुलमा चाहिँ भिडियो बनाउनु पाइएन किनभने यहाँ त्यस्तो पऱ्यो होइन सो अहिले चाहिँ हामी हिँड्दैछौँ केटाहरू पछाडि आइरहन् कता खानु मैले देखेँ होइन है उतै आएछन् त्यही हो अब पुसमा पनि आइयो है अब पेट्रोल अहिले अब चाहिँ केटाले कपाल काट्छन् अरे कपाल काटेपछि पेट्रोल हालेर अनि त्यसपछि अनि भेट्नु पर्ला होइन कपाल सपाल काट्नु पऱ्यो यताउता गर्नु पऱ्यो होइन अहिले हामी यहाँ कपाल काट्न आएको छौँ यता चाहिँ कान्छीले कपाल काट्दैछ अनि त्यसपछि बिचमा मैले काट्नुहुन्छ केटाहरू त छन् सो त्यही हो अब हामी कपाल सपाल काट्छौँ होइन बाइक चाहिँ हामी यहाँ बाहिर राखेको छौँ 2टा है सो त्यही हो ल अब हामी एकछिन फोन चाल्छौँ ल राइट अहिले चाहिँ हामी आइसक्यौँ देख्न सक्नुहुन्छ यहाँ हाम्रै उसहरू छन् तेरो अननोन मान्छे तेरो तिमीले के भन्नु अपरिचित व्यक्ति होइन त्यही हो यहाँ चाहिँ डान्स हुँदैछ देख्न सक्नुहुन्छ है कहाँबाट आएको ल अब केटा नाच्नु पनि पर्छ होइन दामी तरिकाले बहिनीहरू त गए नाच्दिए होइन म चाहिँ अहिले एकछिनमा जान्छु त्यही हो यहाँको माहौल यस्तो छ होइन अब अहिले भेटौँ ल चल राइट गाइज अहिले चाहिँ जाँदैछ मैले चाहिँ यस्तो समातेको होइन यता चाहिँ हाम्रो ग्याङहरू छन् सब कहाँ पस्थ्यो कहाँ दियो र ल केही भएन के सो त्यही हो अब चाहिँ हामी चट्टो पारमा जान्छौँ होइन यही हो मेरो फोन यसैमा आइहाल्नु अब
गाइस हामी यहाँ कुसमा आइसक्यौँ होइन फर्किसकेको हामी त्यही हो यहाँ चाहिँ हाम्रो 3टा बस छ दिनसँग चाहिँ एउटा 2टा अनि उ त्यहाँ 3टा सबै यता हुनुहुन्छ यहाँ चाहिँ किन कुरेको भने मान्छे छुट्टियो कि त्यही हो के भन्नु होइन बाइक चाहिँ मैले उता राखेको छु कता भयो अहिले देखिन्न होइन नमस्ते नमस्ते गर नमस्ते गर नमस्ते गर दुईचोटि हाल्नु चट्टोबारमा जानु पर्यो ल सनलाइट गाइजले चाहिँ अन्त बाइक स्टार्टै भएको थिएन अन्त यहाँ आएर बनाएँ होइन सो हाम्रो केटाहरू चाहिँ यता छन् एक केटाहरू यिनी केटी हुने यता देखियो यहाँ देखियो यता हेर लजाउने यार अनि सो अब चाहिँ हामी लाइ बाइक स्टार्ट भयो टक्क लाएर होइन सो यहाँ तुषार पनि आइसके छन् के छ सन्चै हो डगर 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 त्यही गाई चाहिँ अब चाहिँ चट्टा पारेर जानु पर्यो स्टार्ट भयो जकमा देखाइदिन्छ नाच त ओभर एक्टिङ हुन्छ कि त्यो त्यही हो अब चाहिँ हामी यहाँ के भन्ने लाग्थ्यो बिर्सिए बन्द कहाँ गराएको यो बाइक यो के अरे बागलुङ अनि सलराइट गाई चल्छ हामी खाना खानु लागिरहेको छौँ अनि सो दिनसम्म चाहिँ यहाँ खाना खाँदैछौँ यता केटाहरू खाँदैछौँ अनि त्यही अब खानासाना खाएर अन्त बाटो जोरतिर जान्छौँ त्यही हो अरू के भन्दैछ होइन अब खाना खाइसकेपछि भेटौँ न ल सलराइट गाई चल्छ हामी उता मालीपाटनबाट अहिले बाटो जोर आइसकेर अनि यहाँ पनि खानासाना खायौँ बित्ति अनि सो अहिले चाहिँ हामी यहाँ केटाहरू बसेर खानासाना खाएर ज्यान दुख्यो क्या अनि अल्छी पनि लाग्यो होइन एकछिन बसिरहेको छौँ यो चाहिँ अरुण दाइको रुम हो अझै केटाहरू सब छन् गिटार सिटार बजाउँदै मादल बजाउँदै बसेछन् त्यही हो अब यहाँ एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि कतै घुम्न जान्छौँ होला सायद सो त्यही हो अरू के भन्नु छ र होइन सो यहाँ कुखुरा दिन सक्नुहुन्छ अचम्म खालको कुखुरा मैले लाइफमा फर्स्ट टाइम देखेँ अहिले यस्तो कुखुरा दिन सक्नुहुन्छ कस्तो क्युट देखेको है साँच्ची होइन उयो कपाल सपाल यस्तो दामी यार ए अझ अब यहाँ अरू चाहिँ एउटा भाले पनि देखाउँछु म यता देखाएको चाहिँ के भाले भनेर है कस्तो ठुलो यत्रो ठुलो यार है त कति 5-6 केजी त होला है अझ बढी होला यार डेन्जर सो अब चाहिँ हामी यहाँ यसो
अन्त माथि डाँडातिर जाने भन्ने प्लान छ। सो त्यही हो। यहाँ चाहिँ अहिले दिदीको माथि यहाँ चाहिँ दिदीको घर अनि यहाँ चाहिँ ल बाइक यहाँ छ इसानले चलाउँछ भने अनि अब यहाँसम्म चलाउँछन् तिनले। अनि त्यसपछि हामी चाहिँ चट्टपारामा जान्छौँ। कहाँ भन्दा ढिकी डाँडा। कहाँ अरे अहिले हामी जाने ढिकी डाँडा त्यहीँ जान्छौँ। चल राइट गाइज अहिले चाहिँ हामी कहाँ जाँदैछौँ अरे ढिकी डाँडा जाँदैछौँ होइन। अनि यहाँ चाहिँ इसान छन् अनि यहाँ चाहिँ मेरो बाइक अनि यहाँ म छु। सो अब चाहिँ हामी लामा चढ्छ यता चाहिँ लामा चढ्छ। सो अब चाहिँ हामी उहाँ ढिकी डाँडा जाँदैछौँ। So guys, लामो चढ फुल देखिन्छ। राम्रो हो नि सर होइन यो अनलाइन गाए जति हामी माथि डाँडामा जाँदैछौँ होइन। हाम्रो भिडियो चाहिँ काली बनाउँदैछौँ हप्ता पड्क्यो है गुड त्यो र आफै पड्किन्छ त मैले केही गरेको छैन क्या क्यामेराम्यानलाई चाहिँ मैले तलब दिइराखेको होइन। त्यो सजिलो भयो त्यहाँ जान मिल्दैन पैसा लाउने हो। हामी यहाँ फोटो सुट हान्दैछौँ होइन। फोटो सुट हानेर गयो। अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ होइन। हामी ग्याङहरू छन् यता त्यही हो पानी पर्ला जस्तो भयो। अब चाहिँ हामी फर्किन्छौँ होला सायद नाइट भ्यू हेरेर जाने भनेको कुरा जाने होइन मलाई यति धोको पुग्यो। अब ऊ त्यो यो डाँडामा पसम एकछिन घरमैमा अनि त्यसपछि चल्दिनु न ऊ यो डाँडामा जान्छौँ है। अब चाहिँ हामी यो डाँडाको ट्याक्क हो यहाँ जान्छौँ अनि त्यसपछि घरमै डाँडा हो अनि त्यसपछि त्यहाँबाट तलतिर चाहिँ हाम्रो घरहरू छ त्यतै जान्छौँ हामी चाहिँ। सो त्यही हो अब चाहिँ हामी चट्टपारामा जान्छौँ है त ल गाइज। भ्लगहरू खासै चाहिँ भएको छैन भ्लगहरू खासै टाइम दिन पाएको छैन भ्लगहरूलाई। सो त्यही हो अरू के भन्ने हो होइन। ल अब अहिले भेटौँला अब त म भिडियो गर्नेकै मेरो त हेलमेट त देऊ अहिले दिन्छु कि। सो अलराइट गाइज अब चाहिँ हामी फर्किन लाग्यो होइन। सबै चट्टपारामा फर्किन्छौँ होइन। अब फोटोसोटो सबै खिचेर भ्याइसक्यौँ। अब चाहिँ साँच्चीकै फर्किन्छौँ है। अघि चाहिँ बरु यताउता भयो होला। ल अब कान्छीले फोन समात्छ चट्टपारामा अब हामी चलिदिन्छौँ है त गाइज। ल चाहिँ हामी यहाँ लाली गुराँस टिप्न आइरहेको छौँ है। यहाँ चाहिँ लाली गुराँस रहेछ बाइक चाहिँ त्यहाँ राख्यौँ हामीले। बरु जाने चाहिँ कताबाट मैले पनि त्यही भन्दैछु हेर्न यहाँ लाली गुराँस छ है। यहाँ चाहिँ यहाँ थिम कता छ म तपाईँहरू त्यहीँ गएर देखाउँछु भनेको तर जाने ठाउँ चाहिँ कहाँ मैले थाहै पाइनँ कि। त्यसको दामी रहेछ लाली गुराँस के होइन। लाली गुराँसको फोटो देख्नु सक्नुहुन्छ गाइज। लाली गुराँस है चट्टपारामै देख्नु सक्नुहुन्छ। अहिले चाहिँ हामी यहाँ लाली गुराँस टिप्न आइरहेको छौँ होइन। लाली गुराँस चाहिँ यहीँ छ है देख्नु सक्नुहुन्छ। अनि इसान जाँदैछन् होइन। अनि म चाहिँ कस्तो मान्छे छु भने आफूले स्ट्रगल नगरिकन पाउनु खोज्छु कि मैले होइन। त्यो चाहिँ मेरो अलिकति नराम्रो बानी छ होइन। सो त्यही भएर मलाई अहिले त्यहाँ जानै झ्याउला तर मलाई लाली गुराँस चाहियो क्या भिडियो बनाउन तर जानै झ्याउला डर पनि लाहा तिन चाहिँ त्यस्तोमा चढ्दैछन् है। अब यिनी सहरतिर बस्ने भन्ने मात्र हो होइन। रुखमा चाहिँ खतरा चढ्छ नि देख्नु सक्नुहुन्छ होइन। सो त्यही हो त्यही मेरो एउटा नराम्रो ह्याबिट चाहिँ त्यही हो। अरू चाहिँ सबै राम्रो छ
टक्क मलाई इन्स्टाग्राममा मेसेज गर्दा हुन्छ है। इन्स्टाग्राममा चाहिँ अभिषेक ब्लग्स छ टक्क बारेमा होइन, यहाँ आउँछ मेरो हाइलाइटको यहाँ थिम आउँछ, नाम त्यही सर्च हान्दै हुन्छ होइन। अभिषेक ब्लग्स छ टक्क मलाई फलो गरौँ मेसेज गरौँ टक्क होइन, गरिदिइहाल्नुपर्छ। सो त्यही हो है। एउटा चाहिँ टिप्यौ कसरी लिएर आउँछौ त त्यसलाई। अब त्यहाँभन्दा माथि चाहिँ नजाऊ है दोस्त, तिम्रो वेट धेरै छ, फेरि प्वाट्ट होला र फेरि तलतिरको बाटोमा जाऊ ल सिधै। हुन त दुःख गर्न पर्दैन यार होइन, यत्रो बाटो हिँड्न त बाइकमा छौँ साँच्चै हामी त यार। म त नआउने के, म आयो भने त लडिहाल्छु नि म त त्यहाँ, नआउने के। मुखमा यस्तो मुखमा टक्क तिनीहरू फोटो र भिडियो बनाउँदै खानु भयो कि त्यहाँ अन्त धेरै नटिपके। एउटा कालीलाई दिए भयो, एउटा तिमीले राख भयो, सक्यो, हामीलाई चाहिएन हुन्छ नि। ल सो त्यही हो है। सो यत्रो दुःख गरिसकेपछि यस्तो पाइन्छ है गाइज, लगाइदिनु सक्नुहुन्छ है चट्टा पारामा। सो यिनले चाहिँ लाली ब्रस टिपेर आउँदैछन् होइन। अनि म चाहिँ यहाँ छु, अब म त तल त गइनँ होइन, म जाने पनि थिइनँ। फाइनली वी कम हर। तिनीहरू चाहिँ उहाँ के गर्दैछन् होइन। सो हामी चाहिँ लाली ग्रास टिपेर आइसक्यौँ, तर मेरो हातमा एउटा पनि छैन किनभने उतै लाली ग्रास। सो अहिले चाहिँ हामी चट्टपारामा यता घरमै आइरहेको छौँ, बाइक चाहिँ हामीले उता राखेको छौँ होइन। सो जाँदैछौँ नो पार्किङ गरेँ। सो चट्टपारामा जाँदैछौँ हामी चाहिँ अहिले ऊ त्यो माथि जानुपर्ने हो, त्यहाँ भ्यू टावर छ सानो, अनि हो त्यहीँ जग्गा गएर चाहिँ बस्छौँ अहिले हामी। सो त्यही हो गाइज है, वेदर चाहिँ यस्तो दिन चलाउँछ कस्तो दामी भइन्छ होइन वेदर। यताबाट म तपाईँलाई भ्यू देखाउँछु पोखराको होइन। सो लुक एट द भ्यू गाइज, लुक एट द भ्यू, यस्तो दामी भ्यू। तर उतातिर त पानी परेर ओए पानी परेछ यार। अहिले चाहिँ हामी कहाँ गएर आएको अरे, ढिकी डाँडा, ऊ त्यो डाँडा गएर आएको है हामी चाहिँ अहिले चाहिँ। ऊ यो डाँडाको ठ्याक्क त्यहाँ गएर आएको। एकचोटि माथि जाऊँ, त्यहाँबाट भ्यू हेर मन चल्दिउँ है। ल म माथि गएपछि भेट्छु तपाईँलाई। ल यस्तो पुरै यहाँ यस्तो बच्चाएर वेदर, ल ढुक्क पानी पर्छ हेर आज त। ए गीत आलु म सबै त राम्रोसँग गर भिडियो। के गीत चाहिँ के बजा सुनिन के गीतै। अहिले चाहिँ हामी घाटमेको भ्यू टावरमा आइसक्यौँ, कस्तो दामी हावा लागिरहेको छ। यही हो क्या, हामी यतैतिर कता हो यिनीहरू पनि भर्खर आए यता यिनीहरू छ। सो भ्यू देख्न सक्नुहुन्छ, लेट्स पोखरा गाइज, कस्तो दामी छ भ्यू। परिसक्यो त नि कहाँ अब जाम। ल पानी परेछ गाइज है, होइन। सो अब चाहिँ हामी चट्टपारामा जान्छौँ है त। ल यही भ्यू देखाउनुलाई हामी चल राइट गाइज, हामी चाहिँ डेन्जर बुझ्यौँ होइन। घर चाहिँ आइसक्यौँ, जियोस् हेर्नु यहाँ कपडा दिनु जानुहुन्छ। अनि बाइक चाहिँ त्यहाँ राखेको छु मैले, अनि तिनीहरूले त्यहाँ राखेको छु, मैले चाहिँ उहाँ राखेको छु होइन। अनि कपडा चाहिँ यहाँ ल्याएर सुकाइदिइसक्यौँ हामीले, यति रुचिसकेको चाहिँ हामी सलाइट गाइज अहिले चाहिँ हामी अब चाहिँ हामी भित्र जाँदैछौँ होइन। के गर्दै हुनुहुन्छ? माइजोहरू यहाँ हुनुहुन्छ, चट्टपारामा के खाँदै हुनुहुन्छ। मासु अचार बनाउनु तयारी गर्दैछ। यहाँ चाहिँ हाम्रो माइजो हुन्छ। ए ल यता हुनुहुन्छ है माइजो। ल त्यहाँ हुन्छ हाम्रो सेती दिदी, त्यहाँ हुन्छ गाइज। ए गाइज 500 डेन्जर पऱ्यो है गाइज, दिनुहुन्छ गाइज, दिनु सक्नुहुन्छ गाइज।
गाइज पानी चाहिँ डेन्जर परेको गाइज होइन गाइज सो त्यही हो अब चाहिँ हामीले यस्तो कपडा रुच्यो कि हेर डेन्जर कपडा रुच्यो चाहिँ हामी माथि गयौँ अनि आएर एकछिन सुत्यौँ फोन चार्ज गऱ्यौँ अनि अहिले चाहिँ हामी यसो जाडो भएर खाना आएको अनि सो यहाँ चाहिँ उस छ त्यहाँ चाहिँ बाइकहरू छ यो चाहिँ हाम्रो ग्याङ छ सो यहाँ चाहिँ आलु चप र के लगाएको छौँ सो त्यो खान्छौँ होइन भोक पनि लाग्यो अनि जाडो पनि भयो झन् बाइक कुदाएर आएको पनि झन् जाडो भयो क्या अब सो त्यही हो अब चाहिँ खानुपर्ने हुन्छ सो त्यही हो अरू चाहिँ के भन्नु त्यहाँ दुइटा एफएड बाइक कस्तो टाइम देखिन्छ होइन सो त्यही हो ल अब अहिले देख्छु न ल खाजा आएछ र के हो यो पकौडा हो पकौडा चाहिँ आयो होइन तो दाल में अगर यो चाहिँ फ्राई आलु होइन बल्ल बेट ग्याप सानिदिएको अब सबै बल्ल यो मजा आउँछ नि जाडो तिनटै हान्दिस् मलाई नि मैले भ्याइयो चोरहरूले यहाँ कस्तो खाने खाँदैन हुन्छ खन्चुवाले डेन्जर तातो र त्यही हो चिया पनि खान जाने भन्ने कुरा हेर भने के हुन्छ त्यो गयो भन्छु बुझ्नु पर्ला र अब चाहिँ हामी अहिले भेटौँला सो अब चाहिँ हामी अर्को ठाउँमा जानु लागेको अब चाहिँ कहाँ जानु लागेको रिसान कस्तो कहाँ जानु लागेको हामी अहिले हेलो कहाँ जानु लागेको अहिले हामी ल कटिङ चाय हान्न लागेको है क्यामेरा यस्तो अब चाहिँ हामी सट्ट बाटोमा जानुपर्ने हुन्छ होइन यहाँ चाहिँ यिनीहरू छन् हाम्रो बाइक छ यहाँ होइन यसरी का बनाएकै त छु नि राइट गाइज अहिले चाहिँ हामी जाँदैछौँ चिया कटिङ खान होइन जस्तो अगाडि गइसकेँ हामीले पछाडि छौँ त्यसो आएको टाइममा हामी बस जानुपर्ने हुन्छ त्यही हो अरू के गर्ने अब हामी जान्छौँ है त केटा गइसकेन अहिले चाहिँ हामी अर्को आलु चप पाइन ठाउँतिर आउनु लाग्छ भन्नु धेरै हाँसेको एउटा यसो अनि यहाँबाट चाहिँ आलु चप प्याक गरेर चाहिँ अनि कटिङ चिया खान जान्छौँ होइन सो त्यही हो गाइज अरू के भन्नु होइन बाइक चाहिँ यता छ तिनको त्यता छ सो भन्यो नदी पुरा आइयो हुन्छ त्यस्तो तर मेरो चाहिँ भएन त्यस्तै हो सो राइट गाइज अब चाहिँ बेलुका भइसक्यो अहिले चाहिँ हामीले यहाँ खाना खाँदैछौँ यता माइजहरूले खाना खाँदै हुनुहुन्छ होइन खाँदैछौँ के हो र यो कस्तो टेस्ट कस्तो भयो अर्कै थियो अघिको भर्खरको ताजा यो छुट्टै ल अब खानाजाना खान्छौँ त्यसपछि अहिले भेटौँ ल पेट्रोल पम्पतिर
सो अहिले चाहिँ हामीले यहाँ पेट्रोल हाल्दैछौँ होइन, पेट्रोल हाल्दैछौँ। अब चाहिँ हामी फर्किन लाग्यो घर है, बिहान बिहानै फर्किन लाग्यो। सो पेट्रोल हाल्दैछौँ, यिनीहरूले नि हाल्छ नि पेट्रोल। सो मैले चाहिँ 500को पेट्रोल हालेको, यति भए घर पुगिन्छ। त्यसपछि अनि अरू हेरौँ न लासम्म। क्यास निकालेर दिनुपर्ने हुन्छ। राइट गाइज है, हाम्रो डेन्जरै जाडो भयो होइन। अनि अहिले चाहिँ हामी यहाँ चिया खान आएको छौँ। भित्रै न भित्र बस्छौँ कि जाडो भइन्छ झन्, कहाँ बाहिर बस्नु आइज। सो यहाँ चाहिँ चिनेको आन्टीहरू हुन्छ। आन्टी म त फेरि आएँ है। ल गुड मर्निङ अनि ह्याप्पी न्यू इयर आन्टी। जाडो चिया बनाउनु आन्टी। यहाँको भ्यू देख्नु सक्नुहुन्छ गाइज है, बरदामी भ्यू है, डाँडाको जस्ट भ्यू हेर्दै टक्क आकाश यस्तो छ टक्क। अनि अहिले चाहिँ हामी क्रिसको चाहिँ कालो चिया आइसक्यो, मेरो चाहिँ हाम्रो चाहिँ सेतो चिया हुँदैछ। सो चिया चाहिँ खान्छौँ अनि त्यसपछि अनि फेरि लाग्नुपर्ने हुन्छ। जोस् चेकिङ छल्दै आएछौँ होइन, के गर्नु लाइसेन्स छैन, गाह्रो छ। ल अब अहिले भेटौँ त, चिया आएपछि। हाम्रो चिया आइसक्यो है, देख्नुहुन्छ फ्रेस फिल हुन्छ क्या। यहाँबाट चाहिँ हल्का हिमाल पनि देखियो गाइज, देख्नु सक्नुहुन्छ हिमाल हल्का हो यहाँ देखियो है हल्का। अहिले चाहिँ हामीले अब चिया खान्छौँ अनि जिउ तताउँछौँ अनि फेरि लाग्नुपर्छ अब चट्ट बाह्रमा। हामी त यहाँ माथि नाउडाँडा मुनि आइसक्यौँ, हामी त नौडाँडा आइसक्यौँ, हामी त नौडाँडा आइसक्यौँ क्या हामी त। चल चाहिँ हामी अब हिँड्न लाग्यो है, अनि केटाहरू यता छन्। सो अब चाहिँ हामी चट्टपारामा जान्छौँ होइन। अब चिया नि खाइयो, एकछिन बसियो, टोइलेट नि गरियो। अब चाहिँ हामी चट्टपारामा जानुपर्ने हुन्छ है गाइज। ल सो लाइट गाइज, अहिले चाहिँ हामी कुसमा बडगाउँ आइसक्यौँ होइन। अब चाहिँ चट्टपारामा जान्छौँ होइन। त्यही हो, राम्रोसँगै आइयो होइन, चेकिङ पनि परेन, सुरक्षितसँग आइयो होइन। अनि यहाँको भ्यू दिनु सक्नु जस्तो दामी छ। सो अहिले चाहिँ म एउटा हातले चलाउँदैछु जस्तो त्यही हो। अब चाहिँ हामी पुल तरेर टक्क घर गएपछि तपाईँहरूलाई भेट्छौँ। अहिले बाटोमा कतै भेट्नु पऱ्यो भने त्यता भेट्छौँ है त। ल सो लाइट गाइज, फाइनली हामी अहिले गाउँ चाहिँ आइसक्यौँ होइन। देख्नु सक्नुहुन्छ चट्टपारामा गाउँ चाहिँ आइसक्यौँ। अनि गाउँ आउने बेला नि ट्याक्क हिलोमा पऱ्यो खुट्टा चाहिँ, देख्नु सक्नुहुन्छ। अरू चाहिँ केही भएन, खुट्टा उताको हिलोमा चाहिँ पऱ्यो। सो त्यही हो। अब चाहिँ यो भ्लग चाहिँ यहीँसम्म हुन्छ है। यहाँसम्म हेर्नुभएको छ भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। अनि मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर अल नोटिफिकेसन बटनलाई अलमा सेट गरिदिनु होला। त्यही भन्न चाहन्छु। बाई बाई गाइज।